अब हामी नगरपुल जान आँट्या नगरकोट हौ सरी नगरकोट जान आँट्या हेलो गाइजहरू अहिले हामी रमित हेर्दैछौँ कस्तो राम्रो रमितहरू छ्या यो झारपात पनि उइ झन्डै खस्यो फोन खसाइदियो रमित हेरिसक्यो हेलो जाम बाई गाइस I just collection the what is called रिसिम पाती नानी collection of the acorns. I like it. I'm just going to do this decoration to the home. So Pine nuts. Bye guys. Baba. अहिले हेर्नु भयो हजुर मै खाते रुख होला अन्त झऱ्यो नजा छोरी अब भयो सानो के अरे बुढा के देखाउनु भएको मलाई पाइन ट्री भने सल्लाहको भित्र पाइनको ट्रीको नर्सरी हो क्या यहाँ नर्सरी क्लासमा पढ्दो रहेछ अब आफू चाहिँ युकेजीमा जान्छ दुईजनाको खोजी तलासी सिद्धेन फेरि के भेटाउनु भयो होइन त त्यस्तो के हो लाली गुनासको बोट बिरुवा रोडोडेन्ड्रनको बिरुवा खोज्नु बोक्ने छोरी बुढा हाम्रोमा ऊ हुँदैन फुल्दैन एउटा घरमा लगौँ न त मलाई बोन्साई बनाउनु चाहिँ मन लागेको तिनीहरूले जम्मै बिगारिहाल्छ कस्तो बोन किन उभिने तपाईँ चाहिँ यसको बिल चाहिँ कहाँदेखि उपलब्ध हुने पाए त यस्तरी जाने अरे फेरि उ त्यो हेर न चाइनिज रुखहरू जस्तो क्या चाइनिज मुभीको रुख त्यो आऊ न उभिएर जाने छोरी उभिने कि नउभिने फेरि उभिने ल त कति रन गरेको छोरी सफा गरेर यहाँ मात्रै पुर्याएको रहेछ लाली गुराँस त टन्नै फुलेको थियो क्या हो बुढो कस्तो सरप्राइज के सरप्राइज ओहो बुढा पानीपुरी खुवाउनु न यही भएर तिमीलाई कतै लानु अरू जे खुवाउँछ खोर्सानी चाहिँ खुवाउनु है डल्लै 40 खुवाउँछु
हामी रोटी सेन्ड गरौँ न पानीपुरी खाने हँ पानीपुरी खाने मम्मीको ल म बोक्दिनँ नानी यो छिटो ल ल ल हेर ल म त यो पानी त्यसो भए लाँदिनँ यो पानी त म त बोक्दिनँ यहीँ राख्छु म त पानी पनि मै बोक्नु Give me the water. You're breaking my jacket. You boking my jacket. You give me the water, my boking. You boking my jacket. बडी कति महँगो बुढी के छ त खाइराख्नु सन्चै छ हजुर भर्खर के खायो थुक्पा खानु हुने कि Delicious कुरा. Delicious कुरा. आज त झन् धेरै लकिलो भयो. किन किनकि आज घुम्नु गयो मिठो मिठो खानेकुरा खायो नि त. अनि तेल जुस पनि किनेर खायो. तेरो जुत्ता चाहिँ हेर न मैले तिमीलाई भनेको मान्दैनस् तिमीले त किपिक दिनुपर्ने आमा छोरीलाई जङ्गलमा आउँदैन यो जुत्ता लाउँछ सहरतिर जाँदा त्यो फाटेको लुगा लाउँछ त्यो चाहिँ हो जे पनि लाएर हिँडिन्छ यतातिर यहाँको बरु काटेको कस्तो यिनीहरूले यो बाटो बनाउने नियममा सबै रुखिन काटेको कस्तो मजाको थियो पहिला यहाँ कत्रो फुल थियो लाली गुराँस यहाँनिर यहाँ खानु त माथि मात्रै कसले मलाई बोक्नु सक्छ? कसैले पनि सक्दैन तपाईँ एउटा कसले मान्छे बाबुलाई बोक्नु सक्छ? काइयो बोकेर हिँडिरहेछ खै काइले कोरेको पनि देखिन बाबा साँच्चै त एकाउन्ट त कसैले पनि चोरेको छैन नि. चोरोस् हो चोरेदेखि म खुसी हुन्छु नाइ मैले आइहाल्छु. न त त्यहाँ दाइ गराउँछ अगाडि नजा नजा चोर्दैन क्या छोरी अखेला खा 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 लु 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 ल नजाइ 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 मैले गर्छु. ड्याडी रोक्नु. हामी लेसन खेल्ने. खासमा भिडियो बनाउनु चाहिँ मलाई मनपर्छ तर मेरो भिडियो कसैले बनाइदिँदैनन् त्यही भएर म चाहिँ क्यामेराम्यान भएको छु अहिले बारी जितिसक्यो फायरिङ हुँदैछ सुन फायरिङ त्यो गोली यहाँसम्म आइपुग्दैन आइपुग्दैन यतातिर ताक्या भएको यता आउनु त्यही त एकतिर ताकेर हान भनौँ न ताक्या त्यतिर छ यो रुखहरू किन यस्तो नराम्रो गरी काटेको है जम्मै छेक्या थियो क्या
यो गुराँस सुरु गर नकाटेर मान्छेले फोन त विरोध गरेको थिएन यो आयो नि भन्ने काट्यो यो आयो त्यो राम्रो गुराँसको बुट काट्नु होइन काट्नै पर्ने थियो विरोधै गरेको ए थियो नगरकोटको टावरै है ल लिकर लिकर किन स्पिल गरे नानी एउटा गीत गाना जाने यसलाई पिर पर्यो त के को पिर पर्यो सुनिस् त्यो चाहिँ खाने नभन्ने छोरी अहिले कतिचोटि खाइसक्यो ढका सरलाई चाहिँ सबै जानु त मर्छ कि अट्दैन सिमी तपाईँ कहाँ हुनुहुन्छ घाँटीमा झुन्ड न यस्तो गर्छु है केसले बिगार्छ केस यस्तो कहाँ जान्छ त्यहाँ अब ओ त्यसरी मलाई त्यही भएर बच्चाको टाइम नै मात्रै गएर सुत्ने हो कि अब बाहिरको मात्र भित्रको माया बाहिरको आउटलाइनमा हो यहाँनिर हात 2:30 भइसक्यो त्यहाँ भएको 4 बजी हाल्छ बाहिरको मात्र 6 बजी टाइम हुन्छ नत्र यहाँसम्म चाहिँ हुन्छ तँलाई गाह्रो भने लाइक नजिकै उभिनु न तपाईँ नानीको अहिले तले दबाई हो नि बरु त्यस्तो छ जिब्रो खाते छोरी
पिरो त छैन नि बफको टङ पिरो छ छैन छैन खान त्यो छैन सबै हाल न कसो खानु नसक्छ क्या गोरुमेल चाहिँ कस्तो तामा लाग्यो? नानीले सर्भ गरिरहेको जिब्रो सलाद यो